हाई गाइज, यो चाहिँ गण्डकी हस्पिटल। यो गण्डकी हस्पिटल हो। म चाहिँ प्यासेन्जर छोड्न आएको थिएँ गण्डकी हस्पिटलमा। अपरेसन गर्ने अरे भरै। यो गण्डकी हस्पिटल हो। यो गण्डकी हस्पिटलको एरिया। यो ट्याक्सीहरू पनि राख्ने ठाउँ छ, पार्किङ गर्ने ठाउँ। यो मोटरसाइकल पार्किङ गर्ने ठाउँ र बाहिर निस्किन आउटसाइड। देख्न सक्नुहुन्छ। यो चाहिँ अब हामी चाहिँ पृथ्वी चोकतिर जान लागिराखेको गण्डकी हस्पिटलबाट। साँझ पर्न लागिसकेछ, घाम बुढ्न लागिसकेछ। लाइट ब्याट्री बेला हुन लाग्छ। गाडी पातलो पातलो छ। त्यो नजिकैबाट आएको यो ट्याक्सी चाहिँ अगाडिको। यो चाहिँ रामघाट एरिया हो, रामघाट भन्छ। यहाँबाट राइट गयो भने चाहिँ रामघाट गइन्छ। हामी चाहिँ सिधै जाने हो। साँझ पार्न लागु भएर होला कालो कालो आइरहेछ भिडियो चाहिँ। यो चाहिँ पिपलडाली चोक भन्छ यहाँनिर चाहिँ। अलिकति अगाडि गइसके चाहिँ पृथ्वी हाइवेमा मिसिन्छ, यो बाटो जोडिन्छ। धुलो चाहिँ छ, काम निर्माण भइरहेछ, बाटो मर्मत। एकदम धुलो छ यहाँनिर चाहिँ। अहिले चाहिँ यो चाहिँ बुद्ध चोक हो। यसलाई बुद्ध चोक भन्छ। यहाँबाट चाहिँ राइट जाने हो। लेफ्ट गयो भने चाहिँ विजयपुर, लेखनाथ जान्छ। यहाँ चाहिँ बाटो क्रस गर्ने ठाउँ हो र गाडीहरू पनि स्पिडमा आएको हुन्छ, विचार गरेर काट्नुपर्ने हुन्छ बाटो चाहिँ। ठुलो छ हाइवे चाहिँ, नयाँ बनाएको चाइनाले। काम पनि गरिरहेको छ, एकदम नन स्टप काम गर्छन् यिनीहरूले चाहिँ। काम चाहिँ ठग्दैनन् है। र बाटोमा पानी पनि हालिदिन्छन् फेरि धुलो उड्यो भनेर, त्यस्तो पनि गर्छन् यिनीहरू। एउटा ट्याङ्करले चाहिँ यहाँ पानी हाल्न लागिरहेछ, जुन हरियो छ ऊ पानी रेडी गर्न लाग्छ झार्नलाई, एकदम धुलो उड्यो भनेर। यो चाहिँ कच्ची बाटो छ, यहाँ चाहिँ अलिकति कच्ची छ, बिस्तारै जानुपर्ने हुन्छ। यहाँ चाहिँ बाटो एकदम खराब छ। हिलो पनि छ अगाडि। बिस्तारै जानुपर्ने हुन्छ, जाम पनि हुन्छ यहाँनिर।
बाइक चाहिँ बिग्रेछ क्या अगाडिको। र अफिस टाइम पनि हुन लाग्यो, त्यही भएर जाम पनि हुन्छ यहाँ। अगाडि चाहिँ यो गाडी नेक्सन। खाल्टो छ फेरि। हामी चाहिँ पोखराको चाइना पुलमा अहिले नयाँ बनाउँदै गरेको छ दुईटा पुल, दायाँ र बायाँ। काम चाहिँ तीव्र रूपमा भइरहेको छ। बनिसके चाहिँ एकदम राम्रो हुन्छ। यो चाहिँ सिग्नेचर पुल हो अरे, त्यही भन्दैछन्। यो चाहिँ पुल हो, हेर देख्न सक्नुहुन्छ। पुरानो 25-30 वर्ष जस्तो भइसक्यो। अलि साँगुरो छ पहिलाको लेखि। पहिला त ठुलो थियो, गाडीहरू कम थिए। भिडभाड छ हल्का, अहिले चाहिँ खाली छ पुलमा चाहिँ। हामी चाहिँ बस पार्क एरिया आइपुग्यौँ। यो चाहिँ बस पार्क एरिया हो। यहाँबाट चाहिँ लेफ्ट गयो भने चाहिँ बस पार्क एरिया। यो चाहिँ बस पार्क ट्याक्सी सेवा केन्द्र चाहिँ यही हो। नम्बर लेखिदिनु न, मेरो नम्बर लेख्न हराएको साथीभाइलाई अलिकति गाह्रो मान्छन्। यो चाहिँ वास्तोला कम्प्लेक्समा आइपुगिसकेको छ म। यहाँ फेन्सी पसल, जुत्ता पसल, चिया पसल, मोबाइल पसल, सब्जी मन्डी पनि हो यहाँ सँगसँगै, मिनी सब्जी मन्डी।